मर्निङ एभ्रिवान सबैजनालाई अहिले चाहिँ खास गरी भनेको चाहिँ हाम्रो चाहिँ जेनरलको टाइम हो है 9:48 भएको छ र जेनरलको टाइम हो म त्यही नै सबैजनालाई मर्निङ भन्न चाहन्छु र मेरो चाहिँ एक हातमा गिम्बल छ र एक हातमा दिदी क्यामेरामा आएको चाहिँ मैले तपाईँहरूलाई चाहिँ के भन्न लागेको होइन मनैदेखिको सबैजनालाई जय नेपाल र तपाईँहरूलाई चाहिँ म न्यु जर्नी चाहिँ के देखाउनु लागेको भने आज म चाहिँ खास गरी कहीँ नै गइनँ क्या हिजो पनि जान्छु यताउता अबुधाबी जान्छु भन्ने भइरहेको थियो तर गइनँ त्यही भएर चाहिँ मैले तपाईँहरूलाई सर्ट टाइमको भिडियो गरेर चाहिँ जस्ट दुबई मलको भित्र के छ के छैन भनेर त्यो चिजहरू चाहिँ देखाउनु लागेको अब हेरौँ यो भिडियो कहाँसम्म लम्बिन्छ त्यो चाहिँ मलाई थाहा भएन होइन त्यही पनि अझै म तपाईँहरूलाई केही कुराहरू भन्दै जानेछु किनकि केही कुरा पाउँदा केही कुरा गर्नुहुन्छ भन्छन् तर मैले अहिलेसम्म पाएको चाहिँ केही पनि छैन है भिडियोहरूबाट पाउँछ बिस्तारै पाउँछ नपाउने होइन आज मैले के भन्नु लाग्यो भने सङ्घर्ष गऱ्यो भने जे कुरा पनि हुन्छ है जस्ट इमेजिन थिङ्किङ अब तपाईँहरू के लाग्छ माया गरिदिनु होला सपोर्ट गरिदिनु होला त्यही नै भन्न चाहन्छु आजको विजय भाइको भिडियोमा अब हेरौँ आधी घन्टाको लङ डिस्टेन्सको बाटो छ त्यो गएको चाहिँ तपाईँहरूलाई म केही कुराहरूको चिजहरूको के छ कसो छ त्यो चिजहरू तपाईँलाई देखाउन चाहन्छु नि है जतिजनाले यो भिडियोहरू हेर्नुहुन्छ जतिजनाहरू यो भिडियो हाम्रो मोबाइलमा आउँछ प्लिज लाइक एन्ड कमेन्ट एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला त्यही भन्न चाहन्छु आज चाहिँ मेरो फ्री टाइम छुट्टी अफ थियो त्यही भएर मैले हिजो पनि तपाईँहरूलाई भन्दाखेरि यताउता जान्छु भनेर तर त्यो चिजहरूमा जान्न पाएर आज सेलेरी ढिलो आउनुको कारणले आज चाहिँ मर्निङमा सेलेरी आएको थियो अथवा यति हिजो सेलेरी आएको चाहिँ पुग्ने विचार थियो अब मर्निङमा 7:30मा आएको थियो सेलेरी त्योभन्दा अगाडि आएको होला तर म वर्कअप भएको चाहिँ त्यतिखेर हो त्यही भएर चाहिँ मैले किन उता जानु नपाएको चाहिँ जस्तो मतिर घुमेर आएको छु है त्यही नै हो तपाईँहरूलाई गुड न्युज या ब्याड न्युज अब भनि नै राख्नेछु के कसो लाग्छ तपाईँहरूको विचार आज त्यही नै हो माटोले त हो शरीरको भार जति बेसी भने पनि त्यही नै हो गाइस त्यो फोन भन्छु नि यसो चाहिँ भएन हजुर ब्याक टु त्यही नदेखिनुहोस् नि यताबाट देखिन्छ राम्रो भयो जिन्दगी लामो छ गाइस समयले कति दिनसम्म साथ दिने हो थाहा छैन अझै म चाहिँ समयको प्रोग्राम हो समयलाई फलो गरेर हिँडिरहेको छु अहिलेसम्म होइन अब कति दिनसम्म केसम्म के भइरहेको छ त्यो चाहिँ अब हामीले देखेको चिज त भोग्ने हो नि नदेखेको चिज त के भोग्ने थियो होला र होइन त्यो पनि सबैजनालाई त्यही हो विजय भाइले सम्झिरहेको छ र फिलिङ चाहिँ मैले जस्तो भन्छु मैले मेरो फ्यामिलीलाई सम्झिरहेको छु है अब किनभने विजय भाइले फोन पनि गर्दैन विजयले फोन पनि गर्दैन भनेर सोचिराख्नुभएको होला तर किनभने वास्तवमा हामी चाहिँ कस्तो भन्दा नि एउटा कामको सिलसिलामा गर्दाखेरि हामीले बिजी टाइम फ्री टाइम नपाएर चाहिँ हामीले चाहिँ किनभने ह्याप्पिनेसली माइन्ड पनि चेन्ज भइरहेको छ होइन त्यही भएर केही कुरा पाउँदा केही कुराहरू आफूले ग्राब गर्नु छ भने चाहिँ त्यसलाई नै ग्राब गर्नु गाइस त्यही नै हो तर गर्ने क्षमता छ तर गर्नु सकिरहेको छैन किनभने अब त्यही नै हो कति कुराहरूमा आफूलाई पनि चित्त बुझ्दैन र कति कुराहरूमा आफूलाई सपोर्ट पनि छैन र सपोर्ट गर्ने मान्छेहरूले त आज कट गरेर जान सक्छ भने त्यसलाई त्यो मान्छेको के भ्यालु गरेर होइन र त्यही भएर म चाहिँ आत्मविश्वास गर्छु आफूलाई विश्वास गर्छु र अरूलाई चाहिँ म किन भने विश्वासै छैन कि
विश्वास छैन र विश्वास गराउन पनि चाहन्न। किनभने अब मान्छेले मान्छेको के गर्नु खोजेको त्यो नै मलाई थाहा भएन कि त्यो नै थाहा भएन र किनभने मैले चाहिँ किनभने मेरै आफ्नो दाजुभाइहरूबाट धेरै कुराहरूमा दुःख भएको छ नि त। त्यही भएर चाहिँ म तपाईँहरूलाई के भन्छु नि, म कसैलाई पनि ट्रस्ट गर्न सक्दिनँ कि किनभने हो आज मन मिल्छ भने केही कुराहरू प्रोसेस गरौँ, केही कुराहरू नलुकाइकन गरौँ होइन। यति अब मनै नमिलाउने अब मनै नगर्न खोज्ने भन्ने नि त हामीले गरेर पनि काम छैन होइन। अब त्यही नै भन्छु, सकेसम्म मैले मेरो काउन्टिङ गर्ने हो भने यहाँनिर मिनिमम पनि मेरो दाजुभाइ मेरो खलकहरू नै छ भने होला टन्नै छ। किनभने 60जनाभन्दा बेसी माथि नै छ होला होइन। अब यताउता गरेर अब उनीहरूलाई चाहिँ कस्तो हुन्छ भने विजय भाइले के काम गरिरहेछ भनेर सोचिरहेको होला। विजय भाइको काम पार्ट टाइम छ अझ युट्युबर होइन। युट्युबर चाहिँ नसोच्नु, तर युट्युबर जस्तो चाहिँ फिल गराएर अझ त्यो चिजबाट चाहिँ मैले पैसा ग्राफ गर्न खोजेको हो होइन। अब मन्थली मिलियनहरूले त अब कसरी गर्छ त्यो चाहिँ मलाई थाहा भएन। मैले चाहिँ किनभने डबल माइन्ड पैसा पनि मैले नकमाएको होइन, कमाइ नै रहेको छु होइन। तर मैले एकतर्फीबाट मात्रै पैसा कमाएको छैन कि, एउटा चिजबाट मात्रै पैसा कमाएको छैन कि। काम गरिरहेको छु, हार्डवर्क गरिरहेको छु अनि मैले अर्कोतिर पनि दिमाग लगाइरहेको छु, चारपट्टि दिमाग लगाइरहेको छु क्या। मैले जति कमाएको मेरो सेलेरीले मैले घरमा कहिले काहीँ अब हेर्छ काम परेको भयो। पहिले त अब मन्थलीमै मैले पैसाहरू यताउता सेन्ड गरिरहेको थिएँ महिना पुग्ने बित्तिकै होइन। अहिले चाहिँ मैले स्टुडेन्ट गरिरहेको छु किनभने आज मैले नेपालमा केही कुराहरू खोल्नु पुगेको कारण चाहिँ मलाई चाहिँ अहिले आनन्द गर्छ। किनभने मैले 3 वर्षसम्म ननस्टप मैले पैसा थिएँ, त्यसपछि मैले किनभने अब चाहिँ नसक्ने रहेछ, अब चाहिँ केही कुरा खोल्नु छु भनेर पैसा स्टकमा राखिसकेपछि चाहिँ मैले केही कुरा गरेँ भने अनि फेरि पछिबाट एमाउन्ट पठाउँदाखेरि चाहिँ केही कुराहरू ओपन गर्नुको लागि पठाएँ है। र अहिले चाहिँ अब सकेसम्म त आफूसँग सेभिङ गरेको पैसाहरू चाहिँ मैले चाहिँ किनभने आफूले सेभ गरेको पैसाहरू सबै मैले गोल्डमा इन्भेस्ट गरेको छु है। हातमा सुन लगाएर दिइरहेको छु। अब तपाईँहरूलाई के लाग्छ, कसो लाग्छ, यसले यस्तै कसरी पैसा कमायो भनेर नसोच्नु होला। अब मैले कसैलाई नराम्रो गर्नु पुगेको छैन, राम्रो गर्नु पुगिरहेको छु, मान्छेको मन जितिरहेको छु होइन। कसैलाई गाली गरेको भने क्षमा चाहौँ, सकेसम्म हाँसेर बोल्ने कोसिस गरिदिनु होला सबैजना। किनभने माया भन्नु सबैजनासँग हुन्छ नहुने होइन, फिल भन्नु सबैसँग गर्नुपर्छ। तर मान्छेले मान्छेलाई चिन्नुपर्छ, किनभने एकार्थ उसको के हो त्यो पनि थाहा हुनुपर्छ। किनभने विजय आज वान म्यान आर्मी हो कि म एक्लै कुदिरहेको छु क्या। अहिले यो स्थितिमा म अहिले एक्लै नै कुदिरहेको छु, एक्लै नै पनि सक्सेस भइरहेको छु, एक्लै पनि केही चिजहरूलाई बिर्सेर केही चिजहरू अगाडि बढिरहेको छु होइन। त्यही नै अरू जस्तो टेन्सन लिएर दारू रक्सी खाएर म हिँड्दिनँ। आइएम नट अ ड्रङ्क, आइएम नट अ स्मोकिङ। वान म्यान आर्मी हो, जे पनि गर्न सक्छु। कसैलाई आफूलाई परेको चिज कसैलाई के सुनाउनै चाहन्न, किन आफूलाई फिल गरेर आफूलाई मेरो हेल्थ गुड फर हेल्थ राखेर आफूलाई म चाहिँ के भन्छु भने यो मान्छेले खाँदैन जस्तो फिल भएर खान्छ, केही कुराहरू खान्छ भनेर नसोचिदिनु होला। किनभने मलाई मनमा सन्तुष्टि छैन है। किनभने कसैले आएर साथ दिन्छ भने त्यो मान्छेलाई म जिन्दगीभर साथ दिनु तयार हो होइन। तर कसैले फ्लड गरेर जान्छ भने त्यो मान्छेलाई मान्छे भनेर गनिँदैन कि, त्यो मान्छेलाई मान्छे भनेर भ्यालु गरिँदैन क्या, त्यतिसम्म इग्नोर हुन्छ क्या। त्यही भएर बेलैमै मान्छे चिन्नु, बेलैमै मान्छेको सङ्गत गरौँ, सकेसम्म भयो बोल्ने गरौँ। अहिले चाहिँ खास गरी मैले पैसा नकमाएको होइन, मैले अझ मसँग पैसा छ तर मैले किनभने ग्राफ गरेर मसँग
35 लाख छ है। तर मेरो पैसा चाहिँ कस्तो हुन्छ भने अझ यता पनि छ उता पनि छ, त्यही भएर 50-50% मेरो यता र उता भएको छ। र मैले चाहिँ किन भने सकेसम्म आफूले इन्भेस्ट गरेको चिजहरू चाहिँ मसँग छ र इन्भेस्ट गरेको चिजहरू चाहिँ म उसलाई पे गर्छु भन्ने आँट भएको थियो। र उसँग कुरा गर्दाखेरि बिचमा के भयो त्यो अब के भन्छ त्यही नै हो। यो विजय भएको न्युज निकै भिडियोहरू दुबईमा आएको भिडियोहरू हेर्न सक्नुहुनेछ। र यो राउन्डमा चाहिँ म हालेको छु र के लाग्छ कसो लाग्छ दुबई मल टपमा हो है। रेस्टुरेन्टहरू चाहिँ धेरै नै छ दुबई मलहरूमा। यहाँ त अब काउन्टिङ गरेर नै थाहा नै, मलाई त यो रेस्टुरेन्ट त कति चाहिँ के छ मलाई त के थाहा नै छैन कि। त्यही भएर चाहिँ मैले अब दुबई मलभित्र त केही कुरा किन्नै सकिँदैन, किनभने अस्ति मैले चाहिँ एउटा चिज किनेँ भने म दुईवटा चिज किनेँ। अझ यो डिजिएमआईको माइक र गिम्बल किनेको थियो। त्यो पैसा पनि मेरो त सबै कम्प्लिट भइसक्यो। अझ अब मैले चाहिँ भनेको लाइफ पार्टनर खोज्ने हो होइन, भर्खर लाइफ पार्टनर खोज्ने हो। उसले यति मलाई ट्रस्ट गरेर उसले मसँग जिन्दगी नै बिताउँछु भनेर आयो भने एक्सेप्ट गर्ने हो। फ्लड गर्नेहरूलाई चाहिँ काम छैन। 24 आवर्स वाच गर्ने हो अनि त्यही हो साइड लगाइदिने हो। त्यही हो विजय भाइ कस्तो छ के छ भनेर नसोधिदिनु होला। म कहाँ छु भनेर म आफै पनि भनिदिन्छु होइन। तपाईँहरूलाई यति मैले बोलेको शब्दहरू केही कुराहरू नराम्रो लाग्यो भने प्लिज कमेन्ट डाउन गरिदिनु होला, कमेन्टमा लेखिदिनु होला। र केही कुराहरू मिस्टेक बोल्यो भनेमा एज अ माफ गरिदिनु होला। त्यही नै भन्न चाहन्छु होइन। अब अरू त के भन्न चाहन्छु र यही हो दुबईमा हाम्रो दुबई मल यताउता होइन। भ्यूहरू राम्रो छ भित्रको, लाइटिङले गर्दाखेरि नै यहाँको सब कुराहरू राम्रो भएको। तर यहाँबाट उठाएर लगेको चिजहरू चाहिँ उहाँको रुममा गएर हेर्नुपर्छ। धेत्तेरिका मेरो जिन्दगी जस्तो लाग्छ होइन। त्यही भएर किन्ने चाहिँ होइन, हामी हेर्नु भनेर मात्रै आएको हो होइन। त्यही नै हो। मोबाइलको क्वालिटीहरू त अब त्यही यस्तै भयो नि हुन्छ। भिडियो क्वालिटी चाहिँ तपाईँहरूलाई के लाग्छ। तर मैले यो भिडियो चाहिँ तपाईँहरूलाई एडिट नगरिकन हालेको चाहिँ किनभने मसँग टाइमिङ छैन क्या एडिट गर्ने टाइमिङ छैन। र त्यही हो हाम्रो यो चाहिँ 10 o'clock ओपन हुने हो। र अहिले चाहिँ यहाँ चाहिँ सो मात्रै भइरहेको छ। र हामीले चाहिँ यहाँबाट अब त्यही केही छिन पछाडि केही सामानहरू लाने कोसिस गर्नुपर्छ। हेरौँ के हुन्छ प्राइसले भ्यायो भने लाने कोसिस। प्राइसले भ्याउँदैन भने त त्यही हो लिमिट हो। अब मान्छे त हो, मान्छेको शरीर त हो। There's nothing. I'm only watching for the. उसकै पनि भर भन्छ नि। मैले केही कुराहरू गीतहरूमा पनि मिस्टेक बोल्यो भनेर माइन्ड नगरिदिनु होला। किनकि एज अ मैले सेकेन्ड टाइम लिने भनेको चाहिँ मैले लिइसकेँ। अब सेकेन्ड टाइम लिने भनेको चाहिँ मैले गोप्रो पनि लिइसकेँ है। मैले गोप्रो पनि लिइसकेँ अनि अझ मैले डिजिएमआईको माइक पनि लिइसकेँ। मैले लिने भनेको अब के चाहिँ बाँकी छ भने एउटा
क्याननको क्यामेरा लिनु छ र त्यो क्यामेरा चाहिँ मैले लिने कि नलिने भइरहेको छु कि किनभने अब त्यो त अब टाउकोकै मात्रै यसको मात्रै यो क्याननको त होइन यो यसको चाहिँ क्यामेरा रहेछ यसको चाहिँ यस्तो टाउकोमा लिँदाखेरि पनि तपाईँलाई प्राइस पर्छ भनेको 3,000-4,000 पर्छ कि तर यसको त महँगो रहेछ त प्राइस 1,800 रहेछ 3,000-4,000 पर्छ अनि यसको चाहिँ मेन पर्ने भनेको चाहिँ लेन्स हो कि लेन्सको चाहिँ 10,000 समथिङ एउटै लेन्सको 10,000 पर्छ नि अनि यसलाई चाहिँ लिने कि नलिने भनेर चाहिँ सोचिरहेको छु लियो भने पनि अब अझ हेरौँ युट्युबबाट कति के आउँछ कति त्यसको पैसा निकालेर चाहिँ गर्ने हो अझ होइन अब बिस्तारै म गरि नै रहेको छु र प्रोसेस गरि नै रहेको छु र तपाईँहरूलाई अनि अर्को कुरा चाहिँ के भन्छ भने अब केही कुराहरू कभर भयो भने तपाईँहरूलाई पनि प्रोभाइड गर्नेछु है नगरिदिनु होला ढिलो छिटो भनेको सबैजनाबाट हुन्छ त्यही प्रोसेस गरिराख्नुपर्छ र केही कुराहरूमा कम्प्लिट पनि हुनेछ र मलाई अर्को कुरा त्यही हो हेर्दै जाउँ क्वालिटीहरू कस्तो कस्तो छ मेरो क्यामेराको क्वालिटी चाहिँ राम्रो छ है फ्रन्टको चाहिँ किनभने ब्याक क्यामेरा भन्दा फ्रन्ट क्यामेरा चाहिँ राम्रै हुन्छ क्वालिटी है अनि त्यही नै हो अहिले त ओभनहरू यताउता नकुरोहरू तर यसमा त ट्याबेको पनि रहेछ देख्नु ट्याबी हाल्यो सबै ट्याबीबाट के हुन्छ सबैभन्दा मेन क्वालिटी चाहिँ मैले के देखेको थिएँ भने मलाई यहाँ ब्रान्ड्सको ऊ लिनु मन लागिरहेको थियो यो चाहिँ महँगो दिएको छिट्टै बिहान उठेर आएको त दिमागको गरा भन्छ जिन्दगीको भर भन्थ्यो यसको प्राइस होइन त्यसको त्यति छ त्यसको पनि त्यति नै छ गुड फर द हनेस्ट भन्छ हनेस्टली मेरो लेस ओपन भयो म यहाँ राखेँ र भिडियोमा चाहिँ टाइम लिएर भिडियो बनाउनु बुझ्ने भनेको अन्त लिइरहेछ त्यो पनि हेरौँ के कसो जान्छ भिडियोको क्वालिटी कतिसम्म के देखाउँछ त्यसमै हो अन्तर हुने भनेको है टाइम चाहिँ राम्रो लिने हो अनि मलाई एउटा राम्रो क्वालिटीको 16 प्रो म्याक्स अथवा 17 प्रो म्याक्स चाहिँ हेर्नु पर्छ किनभने मैले यो महिना अर्को महिना किन्नु पर्दैछ guys इलेक्ट्रोनिक सामानहरूको कभरहरू मोबाइलको कभरहरू गाह्रो छ भन्नु how to feel today guys from the t-shirt yes boss yes sir Where are you from?
I'm from Nepal. No, why are you making the video? No, I will make the. Sorry, it's not allowed. Not Huh? allowed? Not allowed. Okay, thank you.